हेलो गाइज, फेरि पनि म तपाईँहरूमा केही समय पछाडि जोडिएको छु र मैले चाहिँ के भन्न चाहन्छु भने आजको दिनमा बिचमा नेपालमा जति पनि के भयो नेपालमा होइन, सबैलाई थाहा छ नै। नेपालीहरू सबजनालाई, जुनसुकै कुनामा बस्नेहरू नेपाललाई पनि थाहा छ नेपालको बारेमा के भइरहेछ भनेर। अनि मैले चाहिँ भन्न खोजेको के भने, जुन दिन हामीले एयरपोर्टबाट राजदरबारमा राजालाई लिएर छिरायौँ, हामीले सबै नेपाली एकजुट भएर होइन, तर त्यही दिन हामीले के गर्नु पर्थ्यो, सिंहदरबारमा पनि छिराउनु पर्थ्यो क्या। तर हामीले मिस्टेक गऱ्यौँ। हामीले के सोच्यौँ, राजदरबारमा राजालाई छिराउने बित्तिकै अब हाम्रो चाहिँ राजाले देश चलाउने हो, राजाको हातमा कानुन जाने हो, सब कुरा राजाले नै गर्ने हो भनेर सोच्यौँ। होइन भने होइन भन्नु। त्यो सोचेको कारणले गर्दाखेरि हामी सक्सेस भएनौँ। भयो त भएन। नेताहरूले बालै दिएन, राजदरबारमा राजा छिरोस् न, हामीलाई के मतलब भन्ने कुरा भयो नि त। उनीहरूले बालै दिएन, दियो त दिएन। त्यसैले गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने, अब फेरि पनि हामीले त्यति नै जनता, हामी त्यति नै उठेर आउनु पर्यो नि त। त्यो ठाउँमा परेन, पर्यो। फेरि हामी उठेर आउनुभन्दा त्यही दिन हामीले राजदरबारमा राजालाई छिराएर पनि फेरि हामी सिंहदरबारमा हामी जान सक्दैनौँ सक्थ्यौँ। हामी रात दिउँसो हामी भन्दैन, हामी जुनसुकै टाइममा पनि हामी छिर्न सक्थ्यौँ। हामी एट्याक गर्ने हो नि त। कसरी हुन्छ, नेताहरूलाई एट्याक गर्ने हो, नेताहरूलाई साइड लगाएर हामीले राजालाई त्यो ठाउँमा राख्ने हो। त्यो हो नि त हाम्रो धारणा। तर हामीले के सोच्यौँ, राजदरबारमा छिराउने बित्तिकै अब चाहिँ हामी सक्सेस भयौँ, अब हाम्रो राजाले देश चलाउँछ भनेर सोच्यौँ। हामीले त्यो सबैभन्दा ठुलो गल्ती गऱ्यौँ भन्न चाहन्छु सबजना नेपालीहरूलाई। जसले यो भिडियो हेरिराख्नु भएको छ उहाँहरूलाई यही भन्न चाहन्छु। त्यसैले फेरि पनि हाम्रो दुर्गा प्रसाईले फेरि चैत 15 गते चाहिँ फेरि हाम्रो सबैजना नेपालीहरूलाई निमन्त्रणा गर्नुभएको छ कि काठमाडौँको 3 कुनेमा हामी यो व्यवस्था चेन्ज गर्नको लागि आउँ सबजना भनेर। तर यो सब राजालाई दरबारमा छिराउनु पनि हाम्रो दुर्गा प्रसाईको मात्रै एक्लै हात छैन। यो चाहिँ हाम्रो राप्रपा राजेन्द्र लिङ्गदेन, आदरणीय दाई राजेन्द्र लिङ्गदेन, राप्रपाको अध्यक्ष, उहाँको पनि धेरै सपोर्ट छ र यो काम भइरहेछ र सक्सेस भएको हो। यो यतिको दुर्गा प्रसाई एक्लैले चाहिँ हुने थिएन। यो चाहिँ जस राजेन्द्र दाईको सपोर्टमा पनि काम भएको छ र हामी सबजना राम्रो कामको लागि एकअर्काले हामी सबजना नेपालीलाई सपोर्ट गर्नुपर्छ है त। म यही भन्न चाहन्छु। धन्यवाद।